many congratulations. हिमेश पन्त बन्नुभएको छ कमेडी च्याम्पियन सिजन 1 को विजेता। आदरणीय दर्शकबिनहरु नमस्कार, तपाईहरुलाई सम्पूर्णलाई स्वागत छ हाम्रो यस युट्युब च्यानलमा। आज हामी कमेडी च्याम्पियन सिजन 2 को विजेताले के कति उपहार पाउँदैछन् र हिमेश पन्तले के कति उपहार पाए यसै विषयमा चर्चा गर्नेछौं। त्यो भन्दा पहिले यदि तपाई हाम्रो यस च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नुहोला। हाम्रो सानो मेहनतका लागि भिडियोलाई एक लाइक गरी सक्दो शेयर पनि गर्नुहोला। कमेडी च्याम्पियन सिजन 2 को फाइनल असोजमा हुँदैछ, जसका लागि भरतमणि पौडेल, बेकी अग्रवाल, सन्तोष थापा फाइनलमा आइसकेका छन्। उनीहरुमध्ये एकले कमेडी च्याम्पियनको उपाधि प्राप्त गर्नेछन्। गत वर्ष कमेडी च्याम्पियन सिजन 1 मा हिमेश पन्तले जितेका थिए भने उनले 25 लाख र एउटा कार पाएका थिए। त्यसैगरी तीनै जनाले ओल्ड टुरको मौका पाएका थिए भने दोस्रो तेस्रो भने केही उपाधि राखिएको थिएन। यसपालि भने दोस्रो तेस्रोको उपाधि राखिएको छ। यसपालि कमेडी च्याम्पियन सिजन 2 को विजेताले 25 लाख पैसा र कार पाउनेछन् भने दोस्रो व्यक्तिले टिभीएस अपाचेको बाइक पाउनेछन् भने त्यसैगरी तेस्रो व्यक्तिले भने टिभीएस अपाचेकै स्कुटर पाउनेछन्। उनीहरू तीनै जनाले ओल्ड टुरको मौका भने पाउनेछन्। कमेडी च्याम्पियन सिजन 2 का प्रतिस्पर्धी भरतमणि पौडेल, बेकी अग्रवाल, सन्तोष थापा मध्ये कसले जित्ला? तपाईलाई मन पर्ने कमेडियनलाई भोट गर्न नबिर्सनुहोला। हाम्रो भिडियो कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्नुहोला।